बाहिरको दुनियाँबाट हेर्दा अटिजम भनेको एउटा बच्चाले आँखा जुदाएर नहेर्नु, कुरा ढिला गर्नु अर नबोल्नु, निर्देशन नमान्नु, आफ्नै संसारमा घुमिरहनु यति मात्रै जस्तो लाग्छ। तर एउटा परिवारलाई 4 भित्ताभित्रको घरमा अटिजम वास्तवमा के हो त? कुनै कारण नै नबुझी अचानक रुनु, रोइरहँदा आक्रामक हुनु, आफूलाई सबैभन्दा धेरै माया गर्ने आफ्नो आमा अर बुवालाई नै हान्नु, अनुहार र हातभरि घाउ दाग बनाइदिनु, घरका भित्ताहरूमा प्रहार गर्नु, टिभी, टेबल, सिसाहरू सबै सामानहरू फुटाउनु, बच्चालाई सिकाउनु पर्छ, समाजसँग घुलमिल गराउनु पर्छ भनेर बाहिर लैजाँदा त्यही फेरि एग्रेसनले गर्दा हतार हतार घर फर्किनु, साथीभाइले के छ भनेर सोद्धा जवाब नै नपाइनु, सबै ठिक छ भन्न खोजे पनि मनले स्वीकार्न नसक्नु, पार्टी, भेटघाट र कार्यक्रममा जानु त परेको कुरा कसैले नबोलाइदियोस् भन्ने हुन्थ्यो जस्तो लाग्नु। 2 दिन शान्ति भए बाँकी दिनहरूलाई फेरि चुनौती र सङ्घर्षले भरिनु। दिन रातको मेहनत, आँसु, थकान र आशाको गन्तव्य आखिर कहाँ छ? कहिलेकाहीँ यही प्रश्नले मनमा चिमोटिरहन्छ। यो कथा मेरो हो, तर म मात्रै होइन, यस्ता हजारौं परिवार छन् जसले यही पीडा, यही सङ्घर्ष र यही यात्रालाई हरेक दिन बाँचिरहेको छ। फरक यति मात्रै छ, कतिपयले भन्न सकिरहेको छैन, कतिपयले सुन्ने ठाउँ पाएको छैन। तर हामी यहीँ छौँ, सङ्घर्ष गर्दै, सिक्दै, लड्दै र हरेक सानो प्रगतिलाई उत्सव मनाउँदै अगाडि बढिरहेका छौँ, किनकि आशा अझै बाँचेको छ।